लोकल अन्डा खाने होइन त गाइजहरू। कस्तो देखिन्छ मलाई बोइज कट हाँस्नु पर्यो लाइफमा होइन। यो हो गाइजहरू हाम्रो कोदो होइन। एक दिन यही लगाएर टिकटक बनाउनु पर्यो। यस गाइज आज म आगोमै पकाउन लागेको छु। हाम्रो आँटीको मकै गाइजहरू यस्तो छ भुइँहरूमा। मम्मीले टक्क लगाएर बोरा बोरामा राख्नु भयो रहेछ। तलतिरको बोराको त्यस्तै छ कामले। कोदो काट्ने होइन अब सुकाउने के कामले गर्दा हामीले त खासै मेरो मेसिन यहाँ छ गाइजहरू धुलो धुलो। एन्ड देन यो देख्न सक्नुहुन्छ तलतिर ल्याउनु पऱ्यो कि लास्टै धुलो भयो। खासमा म यहाँ अन्डाको क्यारेट लिन आएको। हामीसँग जति छ क्यारेटहरू यहाँ यो पेकभरि छ। मुसाले पुरा खाएर ल एउटा क्यारेट म चाहिँ यहाँ मम्मीकोमा के अरे उस गर्दै थिएँ के टिकटक हेर्दै थिएँ नि त। सो मेरै वालपेपर छ ल। हेलो एभ्रिवान वेलकम टु माई एनदर भ्लग। र हाम्रो यहाँ रहेको छ भाङ है एकदमै कुहेर कुहेर बलेनीमा राखिदिएर झन् अब यही त सुको त नि हिजो जस्तै हिलो भएको। अनि कि गाइजहरू हामीले भर्खरै खाना खायौँ होइन। यो एकदमै घाममा उता पारी गोठाको अझ यहाँको त हामीले म देखाइहाल्छु। यत्रो धेरै भाँडा माझ्नु छ मलाई। बाबा फेरि मौरीकै टुनटुन कता हो। अनि कि यो मैले क्यारेट खोज्नुको कारण के होला भन्दाखेरि म अन्डा हेरेर हिँडेको। अब यसले त यहाँको अन्डा झिएको रामा। यहाँ त भगरसम्म छुपुक्क बसेको रहेछ अन्डा काट्न बसिरहेको भनेको त म त। ए अस्ति ठटाको भाङ यति आएको लाइज निस्कि तैँले काटिस् कि नै। आया ठोके ओ लाइज मार मार भाइ मार। अरिङ्गलहरू आइरहेको छ मौरी खान। अनि मैले कुखुरालाई चारो हालिदिइसकेको होइन तोरिसकेको। एउटा बल्ल निस्क्यो आइज आइज। यसको एउटा पोथी माथि भयो अझ एउटा कता गइसक्यो होइन। यहाँ जा त यहाँ पालै पालो आज छिटै छोडिदिएको तर कोही मरि आएनन् के डोकोमा पर्खि त। यो कहाँ बसिरहेको म देखाउन गइराखेको छु ल जाउँ भित्र। गुड चारो खाने टक्क लगाएर गहुँ मकै मैले क्यारेट कहाँ राखेँ। अनि यो बसिरहेको थियो फेरि यहाँ पहै बोकाहरू आउँछ। बोका जिउ उता जा त भाइ उता उता बस है। ए एउटा फेरि पोथी यहाँ छ कि यहाँ कम्ता आज फेरि ल्या रित्तै त्यसै बसेको होइन नि। यो पनि माथि त्यसपछि मैले होला त नि अब अन्डा काट्न बसिराखेँ होला भनेर छोडिदिएको धर। अनि डोकोमा अरूले दाना खाइसक्छन् फेरि। अब यहाँभित्र त पक्का छ कि अन्डा अघि नै। ल बस एकैछिन भर्खरै फाँडा खाएन। ल यहाँ हामीले पहिला कुखुरा तोडेको फेरि माथितिर छोडिदिएको। माथितिर तोड्छौँ अनि यहाँ देखिसक्नु भयो होला 6-7वटा अन्डा छ। एउटा त मन्टे पोथी आउँदै काट्दै गर्छ कि। ओके फ्लास हालिदिएको होइन 2, 4, 6, 7वटा अन्डा जहिले आउने ठ्याक्क दाना हालिदिन्छु भन्ने बेला। अनि 7वटा अन्डा काटेको रहेछ। ल जम्मा 7वटा भयो त। यस्तो गरेर समात्नुपर्छ। अनि यहाँ पनि यहाँ पनि घुरेनहरू थियो तर धेरै दिन भयो हामीले कुखुरा तोड्न छोडेको। सो त्यस्तै छ। अनि हाम्रो आज यहाँ राङ्गोलाई पनि यहीँ राखिदिइराख्नु भएको छ। अनि कहिलेकाहीँ अन्डा फेरि यहाँभित्र काटिदिन्छ कि। यहाँ त काटे छैनौ नि मुनिमा नि काटिदिन्छ कहिलेकाहीँ। अस्ति नै यहाँ मैले 7-8वटा लगेर बेचेको 10-15वटा पुऱ्याउनु थियो नि त। सो ल अब मासतिर जाऊँ आइज। यसलाई पनि तोड्दैछ आनन्द भइहाल्थ्यो कि अरू काम गर्नुहुन्छ। माथि गइसक्यो फेरि। अनि अरूहरू पनि यो भगसम्म त्यही हो कि बसेको त्यही भित्र भगरसम्म बसेर अन्डै काटेर हिँड्छ त्यसले। तिनीहरूलाई नि बिहानैदेखि दाना हालिदिएको
आमा यहाँ गनाउँ त कतिवटा एउटा पोथी फेरि जहिले आउँछ यहीँ काट्छ कि अन्डा त्यो रातो पोथीले फेरि कहिले अन्त यस्तो माथि चढ्नुपर्छ लोटेलाखेरि ए आउँछ सधैँ खै 5वटा खाक्यो है ल अन्डा यहाँ त कति सफा छ सेतो छ 2टा नराखिकन थाहा सधैँ काट्छन् का 3टा 4वटा 5वटा अन्डा सधैँ उक्ले यता धन्नै पछाडि यहाँ मुनि नि छ भाइ एउटा अन्डा त खसेको खाल्टोमा यहाँ आमा अझै नि छ यहाँ तल खसिन्छ भाइ तल धन्न यहाँ पख्नु त अब तल हात छ अझै 2टा यहाँ मुनि भाइ खस भने नि देख्न सक्नुहुन्छ यी अन्डा अझै 2टा त्यति हो ल यसले कति धेरै यत्रो धेरै अन्डा उयो रहेछ ल लैजानु त उता अरूको त हामीले त्यो खोरमा यताको खोरमा भएको त हामीले सधैँ 2-3टा झिकेर कोठा उसभित्र लगिहाल्छौँ जहिले अन्डा यहाँ फेरि बस्ने ठाउँ बनाइदिनु पर्यो नि यस्तो तेलहरू के छ का हाम्रोमा फेरि हो जहिले उक्ले क्या है भाइ यहाँ त यस्तो घिलाउने छ ओके गाइजहरू मैले त्यसलाई एकदमै बस्ने ठाउँ राम्रो गराइदिन्छु अरू बेलाको अस्तिको भन्दा एन्ड यहाँ पनि छ कि यो अन्डा सधैँ हामीले उता खोरभित्र काटेको चाहिँ ल्याउँदै राख्दै गरिन्छ होइन देख्न सक्नुहुन्छ अनि अब अस्ति मैले बेचिसकेँ 15-30वटा त यहीँ राखेको रहेछ लोकल अन्डा लोकल अन्डा खाने होइन त गाइजहरू मैले फेरि सुतेछ नि पनि अन्डा र भात खाएर सुतेँ कि ल कस्तो दामी काट्ने बेला राम्रो हुन्छ त्यो पछि गएर बस्दा त्यस्तो भएर नभए त उत्तिखेर काट्दा बित्तिकै हामीले जहिले झिक्छौँ अनि देख्न सक्नुहुन्छ अन्डा 1 2 3 4 5 6वटा अघि मैले एउटा उसेने अर्को हाँसको अन्डासित 7वटा रहेछ अनि त्यहाँबाट अस्ति नै बेचेको हामीले एकजनालाई 15वटा पुऱ्याइदिए अनि अर्कोलाई फेरि 6वटा गरेर त्यसरी दिएको हो ल हाम्रोमा चाहिँ लोकल अन्डा भइरहेको छ आजको कन्टेन्ट है गाइजहरू अनि देख्न सक्नुहुन्छ बेलौती यो चाहिँ मैले अलिक भाँडा माझेर मजाले घाममा बसेर खानुपर्ने हुन्छ अब सुन्तला पाक्न त टाइम छँदैछ ओ माइ गड किवी कति ठुलो अनि यहाँ बाबाले ल्याउनु भएको के किवी यो काँचै छ नि त सो हल्का हल्का पाकेको नि छ नि त यसलाई बिस्तारै खानुपर्ने हुन्छ ल ओके गाइजहरू अब चाहिँ मैले अघि नै यहाँ सलक्क बढालेर मिलाएको है बाबाले फेरि के गरेको यो घार सफा गर्दा म त छैन यस्तो छ त्यही पनि मलाई खासै महरू त खासै मन पर्दैन त्यही हो अब चाहिँ भाँडा माझ्छु अनि घाम लागिरहेको छ टाउको नुहाउनु पर्ने हुन्छ मैले अस्ति तेल लगाएको थिएँ ल त्यही हो ओके मैले भाँडा त माझिसकेँ होइन अनि हाम्रो भाङ्गो यतिको सुकिसक्यो कि बलेनीमा राखिदिनु भएछ मम्मीले झन् त्यही भएर अझै सुक्दैछ जुस मिठै छ अरे तितो छैन अरे होइन मन चाखिदिन्छु यस्तो कालो कालो भएछ कि भाङ्गो ल अब यो मजाले झुरो सुक्यो भने छुट्टिन्छ नि त अझ मालिकलाई के भएको र भाती खाँचिन् है तिमी त लुरीले नि आदि राखेको छ हादेऊ त हादेऊ न डन हादेऊ गुड जब बस अनि गाइजहरू मेरो अचार यतिको भएको छ होइन यो चाहिँ सक्लो मैले यसको यहाँ हालिदिएको तर यो चाहिँ पहिले मसला मोलेको वाला हो अनि यो हो फेरि मुलाको अचार यस्तो मिठो भयो नि अमिलो पस्दैछ आइज निस्किन खोजिक्योस्
यसले नि एउटा अन्डा काटे है गाइजहरु देख्न सक्नुहुन्छ काटेको काटे अन्डा आइज यहाँ उल्टे यो उल्टे कुखुरा हाम्रो निस्की आइज ओए अझ डन पल्टेर चाहिँ आज भोलि त यो यहाँ अझ एउटा कुखुरा कुन चाहिँ कुखुरा छैन कालो कुखुरा बाँकी छ कहाँ कुन कुनामा छ त ए कालो पनि त्यहाँ छ छिर्के मिर्के माथि अन्डा काट्न फेरि राखिदिनु भएको छ होला ल त्यही हो गाइजहरु हाम्रो राम्रो अब पारी गोठा जाँदैछ म फेरि हाम्रो घरको कोदो देखाउँछु है आज मौसम चाहिँ राम्रो छ के खुइ खुइ यो हो गाइजहरु हाम्रो कोदो होइन यो हिजो हामीले माथि उसमा सुकायौँ आज यहाँ फिजारेको तिनीहरू यो कुन्निम लगाएको चाहिँ सुकिसक्यो अनि यो पनि हाम्रो सुकिसक्यो सो यसलाई चाहिँ हामी उ गर्दैनौँ सुकाउँदैनौँ यो मात्र सुकाएर आज हामी के अरे यसलाई सुकाएर यो बोरामा उठाउने फेरि भोलि सुकाउने ल अनि आई थिङ्क पर्सि हुन्छ या कहिले शनिबार पारेर टक्क लाएर मेसिन लगाउनु पर्ने हुन्छ ल है हाम्रो कोदो चाहिँ यति हो अझ सानो ए आधी आधी जस्तो डोको छ ए आधी जस्तो बोरा छ अझ मास्तिर कुन्निम लगाएकै नभए त हाम्रो कोदो यही हो गाइजहरु यति धेरै छ कि कोदो तर अझ एकतिरको बारीको नभएर मात्र नभएर यति धेरै हुन्थ्यो नि ल मम्मी चाहिँ चलाएको चलाइ गरेर नि छिटो सुक्छ अनि देख्न सक्नुहुन्छ हाम्रो टिमुर चाहिँ टिप्नै भ्याएको छैन रातै छ अझै घर पछाडि हाम्रो कति चिसो हुन्छ छायाले गर्दा अनि मैले उ त्यो सिमी हिजो सिमी एक छाक टिपेको अझै माथि माथि चाहिँ छ है सिमी देख्न सक्नुहुन्छ है यति दुई झालले नै हामीलाई कति छाक पुऱ्यायो तरकारी बजाइ सिमी के कति छाक खायौँ के ओके हाम्रो भात पाकिसकेको छ अनि आज म तरकारीमा के पकाउँदैछु है भन्दाखेरि आलु त अभियसली हो एकदम महँगो बास्ना आयो किनकि मैले मेथी झार्नेको सो यहाँ रहेको छ तिते करेला ए सरी ओ माइ गॉड के अरे तिते भेन्टा तर यो एकदमै लोकल अलि बेसी तितो हुन्छ अनि त्यो चाहिँ अलि बिकासे भएको भएर खासै तितो हुन्न हल्का एकैछिनलाई पानी हालेर ढोक्दै गर्छु किनकि फेरि यो मैले मसिनो पातलो काटेको छु होइन त्यही भएर फेरि धेरै फेला त पर्दिन्छ अनि यहाँ म फेरि भ्लग हेर्दैछु होइन कमेडी च्याम्पियन हेर्नु पर्यो नि हाँस्नु पर्यो लाइफमा होइन मम्मी उता दुध तताउँदै हुनुहुन्छ सो फाइनली मैले आज नुहाइदिएको होइन अनि कपाल चिसो भएर नबानिकन जस्ट लट्टा फरेर मात्र खास्टो पनि ओढिदिएँ होइन ल त्यही अब खाना पाक्छ अनि अघिकै भिडियोलाई कन्टिन्यू अन्डा यति भयो त्यही हो लोकल अन्डाको धेरै माग हुन्छ होइन यहाँ तलतिर पनि त्यो भयो नभए चाहिँ 1 क्यारेट पुगेको रहेछ अनि यो बिकासे अन्डाहरू पनि बेच्छौँ हामी होइन अनि त्यही हो यो अन्डाहरू त बेच्ने अन्डा हो एकदम मनपर्छ मलाई तितो कुराहरू तिते करेला तिते भेन्टा एकदम मनपर्छ त्यो भुटेर खाँदा नि मनपर्छ झोल राखे नि मनपर्छ जुनसुकै पनि मनपर्छ मलाई किनकि त्यो डढ्न सक्छ नि त सो हल्का हल्का पानी हाल्दै अनि यहाँ छ हामीले यस्तो दहीहरू तताउनुपर्छ तताएर यो कालो भएको कालो भएर अनि चाहिँ राम्रो हुन्छ देखिसक्नु भयो होइन अब अर्को ब्लगमा योभन्दा अगाडिको ब्लगमा हेर्नुभयो भने देख्नुहुन्छ होइन कति मजाको यो हुन्छ अनि यहाँ छ दही वाउ यति मिठो हुन्छ नि त है ल म चाहिँ अनि यहाँ छ दुध गाइजहरु यस्तो दुध ततै हुँ छ बिहानको दुध म त अघि 1 गिलास तताएर खाएको चिया नपकाइकन दुध तताएर खाएको अया तरकारी हेर्नुपर्छ कि ल एकैछिनलाई यहीँ बस त तरकारी हेरौँ अनि ल्याएर मम्मीले झन् हाल्नु भयो होला त नि भनेर यता मान्छे आइरहेको थियो म एकछिन आगो ताप्न गएको झन् झगरसम्म मसला नहालेर किन हो त नि त्यसले त्यही पर्छ र झन्
अहिले फेरि यति चाहिँ करेला कता गयो भन्ने खोज्नुपर्छ, त्यही भएर अरू भन्दा नि आलु त ठिकै हो। यस्तो दामी एमएम बन्छ नि यो आज, यति धेरै भात जानेवाला छ। यो भिडियो धेरै खानाको मात्र बस्यो, यसको ग्यास गइसक्यो। त्यही हो, अब मसला भिजिन्छ अनि हल्का रस राख्नुपर्छ। अब त्यसै त खाना आज दाल छैन होइन, सो अब ग्यास मार्छु। देख्न सक्नुहुन्छ नुन हाल्दाखेरि नुन फालिएको खानु। अब यो बढाल्ने ऊ त्यहाँ उसहरू दिमाग कि बगुन, यसको आँखा चाहिँ घोच्चे जस्तो लागिरहेको छ मलाई। आनु 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 ल जामिन आगो ताप्न, आमाले गुरस पारेको हेर्न। अरू भन्दा कपाल बाँध्ने यार, मैले फेरि लट्टा पर्छ। तिमी त अल्छी छौ है, अल्छी एक नम्बर। म भन्दा नि अल्छी हो क्या। ओ पक्नै गाइजहरू, अघि मैले बिहान लिएको थिएँ नि, यहीँ राखेको है, यसलाई धुनु पर्यो। ओ शिट, कस्तो देखिन्छ मलाई? बोइज कट भयो भने चाहिँ दामी सुहाउँछ होला जस्तो लाग्छ मलाई। कस्तो देखियो गाइजहरू मलाई? बोइज कट भयो भने त नि एकदम दामी सुहाउँछ मलाई। हरेका त्यही हो। अब भिडियो धेरै लामो भयो, भातको ढक्कन फालौँ कि नफालौँ, जस एकछिन यस्तै हुन्छ। लाइट मारेर अबि ल्याइन आगो ताप्न जाऊँ, ल्याइन एकछिन। दोकान पनि लाइट के गर्नुपर्छ भन्दाखेरि चाँपी लाउनुपर्छ कि एकछिन आगो ताप्ने, उतै मोबाइल हेर्ने होइन। मम्मीले गुरस पार्नुहुन्छ, म पनि गुरस पार्छु, तर प्रायः जस्तो मम्मी पारिहाल्नुहुन्छ। उतिखेर बनिहाल्छ नि त। काटेर आमा भइरह्यो, आमा त कता पो गइसक्नु भएछ। किधर हो र? मेरो मयाको। अनि के अघि बिहान मैले भन्न बिर्सेँ होइन, देखाउन बिर्सेँ, मतलब खाना खाएको। आज हामीले अन्डा खाएको नि त, अन्डा उसिनेर। सो भ्लग स्टार अन्डाबाटै भयो। अनि आज नि अन्डा उसिनेर खाएको थियौँ भन्न बिर्सिएछु। गाह्रो गाह्रो त। अझै एउटा छ उसिनेको अन्डा। आमै त धौधेर पनि मेरो काखमा आएर बसी। आमै आमै त। अनि के गाइजहरू, मैले क्लिप हेरेको थिएँ होइन, यहाँभन्दा अगाडिको कस्तो आएछ भनेर क्लिप हेरेको त मलाई हाँसो लाग्यो। किनकि यो माथि आँटिएको थियो नि त, अभियसली धुलोहरू के रहेछ कि, यसो इग्नोर होइन। यसलाई चाहिँ म भोलि स्लक्क हुन्छ नि साबुन लगाएर नुहाइदिन्छु यसलाई। तर कस्तो दामी देखेको। धेरै पहिला मैले एउटा फोटो खिचेको थिएँ, छ कि छैन थाहा छैन। एक दिन यही लगाएर टिकटक बनाउनु पर्यो। ल मम्मी गोठो जानुभयो रहेछ कि के गर्न। अब पानी पनि तातिएको छ, थर्मसमा हाल्दै गर्न नि पर्छ। आगो तापौँ ल तिमी र म। यस्तो कालो लाग्यो। यिनीहरू तिनजना यहाँ बस्छ होइन। अनि यहाँ छ, उहाँ दुईवटा अन्डा छ के। यो उसले के अरे कता गयो ठुलो कुखुरा, उल्टे कुखुरा ऊ त हो त कालोले काटेको। झिक्नु पर्ने छ कि। दिस इज नेक्स्ट डे है। सरी एउटा हिजोको झिके छैन होला, एउटा अघि भर्खरै पारेको। सो आइज अन्डा 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 अन्डा। अन्डा कस्तो भर्खरै काटेको। अनि यहाँ मम्मीले फर्सी ल्याउनु पर्छ आज, सायद फर्सीको तरकारी हुन्छ कि यहाँ चटेला पनि छ होइन। अनि आज मैले केही खाएको छैन, न चिया खाएको छु, पानी मात्र खाइरहेको छु खान त। एन्ड मम अघि नैबाट आएर पनि आएको छैन।
पारी गोठा गएर ऊ त्यो एक डोको घाँस लिएर पनि त्यहाँ सरसफाइ गर्न लानुभयो। त्यहाँ दाउराहरू छुट्टाउन लानुभयो किनकि हाम्रो अब भोलि या पर्सिमा कोदो कुट्ने हो नि त मेसिन ल्याएर। सो ठाउँहरू क्लियर गर्नु पर्यो। हामी त सुकेको दाउरा लिन आम ल। अनि आगो फुक्नु पर्ने हुन्छ मलाई। ओके म चाहिँ भात बसाल्न लागेको। भात बसालिसकेँ अनि मैले यहाँ तरकारी काटिसकेको छु। अघि मैले यहाँ देखाएको थिएँ नि फर्सी, सो त्यही काटेँ। अनि धेरै पछि खाँदैछौँ होइन हामी फर्सी। अघि मैले झिन्ना फराउँदा बोलिनँ किनकि रक्सी खाने मान्छेहरू थिए। सो देख्न सक्नुहुन्छ झिन्नुमा एउटा झिन्ना बाँकी थियो हाम्रो अस्तिनैदेखि, त्यही भएर। अनि चक्कु है ओके चक्कु लगेर यो आलु मम्मीकोमा फेरि फोन आएछ। म उता चुल्हातिर जान्छु, दाइले हालिन्छ। हेलो एकछिन हेर। ओ तरकारी पकाउनु लागेको, आलु काट्न। खै शनिबार हिँड्छु भन्थ्यो। खेल लाग्यो त। म चाहिँ यहाँ बसेर आलु काट्छु चुल्हातिर। यहाँ यता दुध बसाल्दै रहेछन् क्या आमाले, फेरि आगो मरेछ। मम्मी उता चापी लाउनु जानुभयो होला नि तलतिर। धुवा हो कि के हो, कालो कालो झर्छ क्या। अघि कस्तो राम्रो थियो नि, डाडु डढेर मैले यस्तो राखिदिन्छु, आगो ठुलो भएर त डढ्दियो। गाली गरेर बल्ल राखेको यहाँ। तिमी त नक्कली केटी होइजाऊ है, नक्कली। छुन्छ है यसले। म यस चलाइदिएको त एउटा हातले छुन आउँछ। बिचले यिनको आँखा यतापट्टिको आँखा सुनेर हजुर गिलास कहाँबाट हुने? यो दुध बल्ल उम्लिँदैछ हौ। बाबा आउनुभएछ, बजार जानुभएको थियो। ल छ त एकछिन अझै मजाले उमालिदिउँ, फेरि गाली खाइन्छ। तरकारी पकाउनु पर्ने छ होइन। यहाँ छ कि अघि लिएको दाउरा माथि माथि राखिदिएको। अब ऊ त्यहाँबाट उम्लिन्छ है। अनि यो सबै यो माथि दुध उम्लेर माम्रा लाग्छ कि यस्तो। दिस इज नट हुन्छ नि कति 3-4 दिनमा यो सफा गर्नुहुन्छ, तर उस्तै भइहाल्छ कि उम्लिँदाखेरि यसरी माथि माथि आउँछ नि त। सो अनि अर्कै देखिहाल्छ। ल्या यो डाडु हेर त हालत। ओ माई गड, यस्तै राख्ने बानी। अनि यो आगोको लम्कोले गर्दा यस्तो हुन्छ ल, नभए त राम्रै हो। फेरि भिडियोमा देख्दाखेरि मान्छेले कति नराम्रो भन्ने बानी हुन्छ नि त देखेको भरमा। सो रियालिटी इज द्याट। अनि अब म 1 गिलास यहाँ दुध हालिदिएर बाबालाई लगिदिन्छु। एकछिन अझ उमाल्नुपर्छ कि। ल गाइजहरू, हाम्रो घरमा दुध खानु भए आउनु होला। यस गाइज, आज म आगोमै पकाउन लागेको छु होइन। अनि यहाँ छ मसला के अरे मेथी पड्काएर टक्क लगाएर। फर्सीमा दामी सुहाउँछ नि त। मलाई डर लागिरहेको छ आगो। कस्तो डर ला। नुन बेसार हाल्छु होइन। त्यसपछि फर्सी त पातलै काटेको, त्यो उचाल्न नि ढाउ छ क्या एकदम धेरै काटेर मैले। अब
त्यही भएर एकचोटि राखेपछि देखाउँछु ल। हाम्रो त गाउँघरमा ढुङ्गाको चुलो छ, भाग्यको बिनामा गाईको चुलो छ भन्नु हुन्थ्यो है। तर हाम्रो चाहिँ फलामको चुला छ होइन। यो ओदान फेरेर योभन्दा अलिक सानो थियो कि ओदान, त्यो उहाँ छ उहाँ झिकेर कुनामा राख्नु भएको छ। अनि यो बढाल्नु पर्ने भएछ, सधैँ अब घसेउटाहरू लिएर राखिन्छ नि त। सो अब त्यही त हो, बाख्रा भैँसी पाल्नेहरूको अब घसेउटा भइहाल्छ। सो अब म चलाउनु लागिरहेको छु। खसो एकैछिनलाई म यसरी ढोक्छु। अहिले एकैछिनमा नुन र बेसार हाल्नु पर्यो। ओके, यतिको गल्केको छ। अनि मसला कुटेर लिएको छु, बेसार पनि, किनकि यहाँ बेसार कता कुनामा छ होला जस्तो लाग्यो। सो त्यही भएर मैले अघि बेसार नहालेको, बल्ल अलि चलाउन मिल्छ। पानी लगाएर अनि ढोकेर गएको थिएँ। आगोमा पकाएको फर्सी, ओ माई गड यति मिठो हुन्छ। र फर्सी मात्र नि मिठो हुन्छ, तर मैले आलु राखेको अझ बढी मन पराउँछु कि। सो अब एकछिन ढोक्यो भने यो पाकिसकेको छ। जस मसला लाग्नुपर्छ। अनि त्यसपछि हामी अझ यता आटोसित यति मिठो हुन्छ नि गाइजहरू। तर हाम्रो फेरि बाबाले आटो नखाने होइन, भान्सा दुईवटा पकाउनुपर्छ कि बाबालाई चिसो हुन्छ आटोले। सो हामी मात्र बनाएर खान्छौँ कहिलेकाहीँ आटो। ल एकछिन मजाले ढोक्नुपर्छ। ल एकछिन ढोक्ने। यस गाइज, अहिले चाहिँ 9 बजिसकेको छ होइन। मैले भाँडा माझिसकेँ। अब हात आउनु लाग्यो मलाई। शिव बडालबुडुल गरिसकेँ। अनि यो भाङ्गो कति दिनदेखि होला घाममा सुकिरहेको चाहिँ। अनि छ होला 2-3 महिना त। म फेरि यसलाई डुलाउन हिँडेको होइन। ल हिँड जाऊँ, किनकि बेलुका र बिहान यसो पिसा पुग्नु गराउनु पर्छ। अनि यिनी क्युटले फेरि भात खाएर पनि ल हिँड 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 जाम लेट्स गो। अब मोबाइलको उसले त के भन्छ अरे, फ्ल्यासले त खासै पुग्दैन गाइजहरू। ल यस्तो छ। ओ यो धुलो हो कि यो, देख्नुभयो नि भर्खरै गाडी गएको धुलो। ओ माई गड, धुलो यस्तो हुन्छ नि। अनि देख्न सक्नुहुन्छ चन्द्रमा, ओए धुलो त अझै हिँड्दैछ। आकाशमा एउटा बादल छैन आज। यो धुलो हो कि उडेको, भर्खरै गाडी कहाँ पुग्यो भन्दाखेरि वहाँ पुगिसक्यो। सो ल हिँड आइज म नसमातिकन। ल हिँड, लेट्स गो। ल हेर धुलो उडिरहेछ। ओ माई गड, यस्तो देखिन्छ है हाम्रो घर पछाडि। अँधेरो छ सबै। ओ ठदुकानी यता मुसा करायो। यसले होक्नलाई देख्न सक्नुहुन्छ जुन होइन, अघि नै भनिसक्यो। तर जुन एकदमै अगाडि हेर्दाखेरि घाम लागे जस्तो उज्यालो छ होइन। अहिले चाहिँ लाइटले गर्दा त्यता केही देखेको छैन, जस पुरै छ्याङ्ग उज्यालो देखिन्छ। ओ माई गड, ल हिँड। ल हामी चाहिँ अलि माथि रोडसम्म पनि गएर आएको होइन। यस्तो देखिन्छ हाम्रो घर। तर उज्यालै छ है चन्द्रमाले गर्दा, तर क्यामेरामा यस्तो अँधेरो देखिन्छ। त्यही हो। ल आजलाई हाम्रो काम पुग्यो। यस्तो गरेर डल्लो पारेर राख्नुपर्ने हुन्छ होइन। बेलुका एकदमै शीत छ। अहिले शीत गयो भने फेरि सुकाउनु पर्छ। तर हाम्रो सुकिसकेको छ। उता टिमोटी पनि थोरै छ कि गाइजहरू, थोरै होइन धेरै चाहिँ छ। माथि सकिन्न। आज मम्मी फेरि पारी गोठातिर टिमो टिप्नु जाने हो रे। अनि हाम्रो यस्तो भइसकेको छ साग मटर। अनि यहाँ पाक्दैछ भैँसीलाई खुडो गाइजहरू। म पिठो मोलेर मोबाइल लिन गएको थिएँ। यस्तो छ।
अनि यसमा थोरै चापडहरू मिसाउनु पर्ने हुन्छ। यो चाहिँ जौ हो कि होइन, मकैको पिठोहरू हो। ल यिनी फेरि सुतेकै छन्। बिरालोहरूलाई जस्तो जाडो त अरू कसलाई हुन्छ र, कसैलाई हुन्न होइन। ओके टुडे इज नेक्स्ट डे होइन। अहिले चाहिँ 2:30 बजिसकेको रहेछ। खाना खाएर होइन कुखुरालाई दाना हालिदिएँ अनि म चाहिँ सरसफाइमा लागेको। देख्न सक्नुहुन्छ होइन, यो मकै हामीले अस्ति नैदेखि मैले यति भन्यो लागि यो छोराउने छ भनेर छोराको छैन। आँटीमा अझ त्यस्तै छ होइन। मैले अनि यहाँ यता मुहे राख्नुभएको थियो मम्मीले, सो मैले त्यता मुहे राखेँ। अनि यहाँ 2 जेब्रा जति लुगा थियो होला उठाउँदै राख्दै अझै यो पनि मिलाउनु बाँकी छ। यो सिरानी घाममा सुकाउनु पर्ला भनेको थिएँ। अनि यहाँ लिपेँ होइन, टक्क लाएर माथि जालो सालो फालेर चलक्क लिपेँ, कोठामा पनि लिपिदिएँ। अझै ब्ल्याङ्केट घाममा सुकाउँला भन्दा आज त्यस्तै भयो, भोलि सुकाउँछु। अनि यहाँ लिपेँ गाइजहरू। अनि मेरो कोठा म सुत्ने कोठा पनि अब म बेलुका मिलाउँछु, लुगाहरू पटाएर त्यस्तै राखेको छु। अनि यहाँ पुस्नु पर्ला भन्दा त्यस्तै भइहाल्यो, ठिकै छ होइन। अनि यहाँ पनि अब सलक्क गराएको हो कि, तर अब यहाँ बाहिर भाँडा माझ्न बाँकी छ, पकाएको भाँडा होइन। तर टाइम बितेको थाहै पाइनँ कि म लिपेर उता 2वटा लुगा धुन गएँ। अनि अब चाहिँ म घाँस हालिदिएर आउँछु। त्यही हो, म चाहिँ घाँस हालिदिएर आउँछु। अनि यहाँ यति थोरै छ कि भाँडा। अनि हिजोको हाम्रो बेलुकाको भाङ्गो यसरी सुकाएको एकचोटि पनि चलाएन बाबा। मेरो फुर्सद यस्तो छ नि, अलि ठुलो तिरपालमा सुकाए भने त हुन्थ्यो के रे। मम्मीले यस्तै सुकाइदिएर जानुभएको थियो नि त। ल यो अनि ल यिनीहरूलाई दाना हालिदिनु पर्ने छ। अनि मैले टिमुर यहाँ सुकाएको कि गाइजहरू, टिमुर यो त अलिक भयो, यहाँ चाहिँ बाक्लो भयो कि। ल आज मम्मी थोरै टिमुर जानुभयो, अहिले कति ल्याउनुहुन्छ यहाँ छ। अनि अर्को त्यो टिमुर भयो, देख्न सक्नुहुन्छ बाख्राको आन्दोलन। हजुर 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 त्यही बाख्रालाई घाँस हालिदिने। अनि हामीले यस्तो गरेर बेलुका ढोकेर राख्छौँ। अनि यति छ कोदो, यो चाहिँ लास्टमा काटेको। अनि कुन्निम पनि लास्टमा हुने भयो नि त, सो यसलाई सुकाउनुको लागि यो खोल्नु परेको। ल है घाँस यस्तो डाले घाँस मात्र काटिदिनु पऱ्यो रहेछ आज। अहिले यहाँ तलतिर काट्न पनि सक्छु, के हुन्छ कतिको फुर्सद हुन्छ। अब चाहिँ दुनी घाँस रहेछ यो, त्यसै अहिले हालिदिन्छ भनेर ढोक्नुभयो होला। पर्खी म तल खर हालिदिन्छु। ल यहाँ चाहिँ एकदम दिउँसो चाहिँ चर्को घाम लागिरहेको छ होइन। ओके देख्न सक्नुहुन्छ मेरो हात चिसै छ होइन। मैले अरू भाँडा त बाहिर राखेँ। अनि योलाई फेरि ग्यासमा तताइहाल्नुपर्छ नि त, सो ढिँडो ओह्रालेको। हामीले ढिँडो यसमा ओह्राल्छौँ है आजभोलि। पहिला हामी झाँगामा ओह्राल्थ्यौँ, बनाएर खान्थ्यौँ होइन। आज भोलि चाहिँ देउरीमा खान्छौँ। वाइ नट हातै दुखो। अनि पुरा यस्तो कालो भाँडा, यो त सबै आगोमा बसालिन्छ नि त, सो कालो भाँडामा त हात खुट्टा नि फुटेर बिजोग भएको छ। अनि आज ओ माइ गड मैले यो कुकर यस्तो डढाले नि, तर भित्र चाहिँ यतिको छ्याङ्ग बनाएको छु। अझ देख्दा त कालो कालो देखिन्छ। अब भोलि पर्सि भइहाल्छ। मैले चाहिँ यस्तो गरेर के हेलो गाइज भनेर मेरो गोब्रो भनेर म यति सुरुमा यस्तो टल्किने नि त फोटो देखिन्छ। त्यही हो, आज भोलि मैले जालो लगाइदिन्छु। सो खासै देखेको छैन, नभए त कति ऐना हेरे बराबर हो। ल एकैछिन तिमी यहाँ बस, यस्तो गरेर पानी सुकाउनु पर्छ कि, नभए त खिया लागिहाल्छ। हातमा हात दुखो ग्यास बाल्दा। एकछिन त मोबाइल हेर्नुपर्छ गाइजहरू। आज मैले बिहान त उठेर त हेरेँ एकैछिन चाहिँ खाँदा, ओ बाजे हाँस गयो, हाँस हेर त कोदोमा गयो हाँस। लहटा पुरा उहाँ कुखुराहरू घाँसतिर नि गयो, पुरा खोस अर्दिन्छ। लहटा यस्तो हेर्नुपर्छ क्या गाइजहरू। मेरो यति धेरै बिबिराहरू छ नि, क्लियर हुन्छ बिस्तारै, किनकि यो त दाग मात्र हो, जस्ट
दाग जान पनि मेरो 2-3 महिना लाग्यो ठुलो भएर नभए त अरू सानो सानो दाग त मेरो उत्तिएर जान्छ दाग फेसमा त्यस्तो दागहरू बस्दैन मैले विचार गर्छु अनि ह्याथेमाहरू पोर्सहरू छ फाल्नुपर्ने मैले चाहिँ नो आफै सुकेर पछि फाल्ने आमे कोही चाहिँ यस्तो कोठामा आने आइ यिनको आँखा फेरि एउटा आँखा के भएर यिनलाई फेरि यस्तो माया गर्छिन् ओके गाइजहरू अघि मैले घाँस काटेको त्यहाँ हो होइन एकदमै चिल्लो गरेर त काटेँ होइन किनकि भिरालो छ अनि लर्कै अनि दाउरा पनि यति धेरै रहेछ कि अझै झिक्न पर्ने छ अनि यो होस् भनेर भोलि लग्छु अनि यहाँ पनि थोरै काटेको यहाँ मैले सबै घाँसहरू उहाँ जम्मा गरिसकेको छु होइन अब रसी लाउनु पर्ने हुन्छ अनि देख्न सक्नुहुन्छ यहाँ यस्तो भिरालो त हुन्छ देख्न सक्नुहुन्छ यति ठुलो पिनालुकी गाइजहरू यो म अस्ति नै त्यता घाँस काटेको नि त्यो काट्ने बेला यो हर्रै थियो पातहरू यति ठुलो थियो कि अहिले त सुकेर अर्को पात सुकेर झरिसकेछ यस्तो आफै उम्रेको पिनालु त्यही अब चाहिँ म घर जान्छु अघि घाम नजाँदै आएको होइन अनि मैले यहाँ के देखेर भिडियो स्टार्ट गरेको भन्दाखेरि पहिल्यै म यो घाँस फाल्छु ल तल उहाँ तल के अरे त्यहाँ पनि जम्मा गरिराखेको छु दाउरा मैले के देखेँ ओ यहाँबाट हेर्दा फर्सी देखेँ क्या मैले कति ठुलो खर अझ अहिले म हुँ मासतिर गएर देखाउँछु ल ओके अब यो घाँस अब रस्सीमा बाँधेर म घर जान्छु होइन अघि म के भन्दै थिएँ भन्दाखेरि आज अलि फुर्सद थियो नि त सो कस्तो यो पुरै यस्तो कुडाकुडी के हो देख्न सक्नुहुन्छ यस्तो यस्तो लुगाहरू चाहिँ लाउनु हुन्न पाखामा आउँदाखेरि त्यही भएर अरू लगाउनुपर्छ एन्ड म के भन्दै थिएँ भन्दाखेरि आज मेरो अलिक फुर्सद थियो नि त सो मैले लुगाहरू मिलाएँ सरसफाइ गरेँ अनि त्यहाँबाट थोरै पनि घाँस काटौँ भनेर यहाँ पाखामा घाँस काटेँ होइन किनकि भोलि हाम्रो कोदो ठटाउने हो ठटाउने मतलब मेसिनले हुन्छ होला सायद अनि त्यही भएर भ्याइँदैन अनि त्यही हो गाइजहरू मैले एउटा फर्सी देखेको थिएँ के छ त्यहाँ म गएर देखाउँछु होइन ल अब म गएँ ल अघि नै म कति घाम नजाँदै आएको थिएँ अब घाम पनि गइसक्यो मासतिर गएर कोदो उठाउनु पर्ने छ कामहरू थुप्रै छ अब यो दाउराहरू म भोलि लिन आउँछु होइन भोलि या पर्सि जहिले हुन्छ तैले देख्न सक्नुहुन्छ यो हाम्रो हिउँदे सिमी है गाइजहरू देख्न सक्नुहुन्छ सानो फर्सी एउटा मात्र छ त यहाँ खासै
फलेकै छैन एउटा यत्रोको सानो दुईटा टुँडै छ क्या पुरा दुईटा देखेँ त मैले एउटा पाकेको फर्सी रहेछ तिनवटा जस्ट तिनवटा देखेँ होइन ओ गाइस फर्सी चारवटा यहाँ चाहिँ ठुलो छ चारवटा यता त छैन त ब्याट्री स्विच अफ पनि हुन लागेछ चारवटा भयो अनि यहाँ हो कि गाइसहरू मैले अघि देखेको फर्सी 5वटा फर्सी ल यहाँ चाहिँ ठुलो रहेछ त्यही हो ल हाम्रो फर्सी यति नै हो र म चाहिँ अब बाख्रालाई घाँस लगेर जान्छु सानो बटिला लाग्यो यहाँ त त्यही हो अब हाम्रो यो हिउँदे सिमी फलेको छ होइन यो खाना एकदमै मिठो हुन्छ ढिँडोसँग ल अब चाहिँ म त यहाँ फालिदिएको कि हाँसी भैँसीलाई पानी खुवाउन आउँछु एकछिन घाँस हालिदिइराखेको छु कोदो उठाउँछु बाख्रालाई पहिला यो घाँस हालिदिन्छु थुप्रै छ मेरो काम सी अलवेज मलाई देखेपछि कस्तो खुर्र दौडिन्छन् होइन तिमी घर कुर्ने यस्तो ढोका लाग्छ अब कुखुरा छोडिदिन्छु म चाहिँ थोरै पानी लिन आएको कि भैँसीलाई पानी अरे पिठो लिन आएको साँच्चै यहाँ त सानो चल्ला छोडिदिनु पहिला खासै आउन त आउन तिमीलाई भोक लाग्यो छिटो मेरो ब्याट्री स्विच अफ हुँदा छिटो एकैछिन खुट्टा चलाउने होइन साथीहरूलाई आइज एकछिन खुट्टा तान्छ भनेर छोडिदिएको म चाहिँ पाखी भेटाएन यस्तैमा हिँडालिदिएको ल भैँसीलाई पानी पनि दिएँ होइन बरु यति पराल हालिदिन्छु अघिदेखि हरियो घाँस खाइरहेछ अब एकछिनमा भैँसी गइहाल्नुहुन्छ नि त ओके चिया बनाएर खाँदैछु बल्ल गाइजहरू एकदमै भोक लागेको छ होइन अनि त्यहाँ तलतिरकी बहिनीलाई बोलाइरहेको छ त्यहाँ एकैछिन त्यहाँ कुखुरा हेर्दा भनेर अनि हामी अब दुईजना चिया बनाएर खान्छौँ अनि चिया खाएपछि बाँकी काम गर्नुपर्ने हुन्छ होइन सो आजको भ्लग यस्तै भयो किनकि सायद लामै भयो होला मैले भोलि कोदो कुटेको भिडियो यसैमा राख्छु सोचिराखेको थिएँ तर लामो भयो होला जस्तो लागिरहेको छ होइन अनि त्यही हो नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला लाइक सेयर कमेन्ट गर्नु होला होइन अनि मैले खासमा के भन्न लाग्थेँ भने अघि म घाँस काट्न जानुको कारण चाहिँ भोलि हाम्रो फेरि कोदो कुट्ने होइन सो कोदो कुट्ने भएको भएर भ्याइँदैन भनेर अनि प्लस अब भोलिको दिन तल बारीमा नल रहेछ भने थोरै जस एक पाता जस्तो बाख्रालाई हरियो नल दिएपछि पुगिहाल्छ भैँसीलाई आज मम्मीले नि लिएर आउनुहुन्छ किनकि भैँसीलाई त नल हाल्दैन हामीले सो त्यही हो अब मेरो यहाँ चिया उम्ली भ्याइसकेको छ होइन ल अब यही खान्छौँ अनि अरू फटाफट काम गर्नुपर्ने हुन्छ भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद लाइक सेयर कमेन्ट गर्नुहोला अनि नयाँ के अरे अभियसली नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नुहोला एन्ड नेक्स्ट ब्लगमा भेटौँला बाई एभ्री वान बाई 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 बाई